बुढा थुम पुलतर्फ जाँदैछौँ बसेरी पुलतर्फ अब पुलहरू पनि कस्तो अस्ति नै गयो जान त बाउसँग अब अहिलेहरू पनि केटाहरूसँग जाँदैछु रमित दोस्त पछाडि हुँदैछ रमित हाम्रो ड्राइभर साहब अहिलेको अब मासतिर गएर भेट्यौँ ल अहिले ड्रोन सट देखाउँछ हामी ड्रोन सट यहाँ खोला चाहिँ बबाल रहेछ बढिया रहेछ कास्टी खोला अस्ति आउनु लाग्यो हामी अब रमित र म आएन अब तर्न सक्छै सक्दैन त्यही हो तर्न सक्छ जस्तो लागेको छ अब तर्न सकिन्छ भिडियोमा जोडिनु होला अब राइडर दाजुहरू अगाडि हुनुहुन्छ रमित खोला बबाल खोला अब हामी रमित दोस्त जाँदै अगाडि अब बाइक त के हो तर्न सकिन्न कि बाटो त बबाल छ त बाटो त के हो यस्तो त तर्न सकिन्छ होला खोला सानै रहेछ ल अब भिडियोमा जोडिनु होला अब खोला तरिन्छ झरेर भिडियोमा जा खोला तर राखेको केटाहरू बाइकमा खोला के गर्ने यस्तै छ जिन्दगी अब खोला तर्न सकिँदै सकिँदैन त्यही हो अब तर्यो बटारेर गयो रही त अब रमित खोला तर्छ त्यो जुत्ता लिएर हुन्थ्यो त बरु खाली हात किन ल एउटा बाइक तर्यो अब अर्को बाइकको पाली अब रमितको पालो रमितको त फेरि सानोतिनो त डट बाइकै हो तर्न सकिन्छ होला सकिन्छ यति भयो तर्यो खोला तर्यो रजित खोला तर्दै रजित रमितले बाइक तार्दैछ भाइ गयो A few moments later. रमितकोमा फेरि ब्लुटुथ कनेक्टै नभन्दै यस्तो तलतिर हेर्नुहोस् तलतिर बबाल छ अब मोबाइल जति स्टेबल नभए नि अब स्टेबल गरेर हेर्नुहोस् बाटै त्यस्तो भयो के नि त बाटो त के हो यस्तो त नाली हो यस्तो नाली हो कसले हेर्ने यो बाटो हामीले हेर्ने हो जनताको पैसा लुट्न पाउँछ हामी जाँदैछौँ अब हामी जाँदैछौँ बाटोतर्फ कस्तो मिठो भयो नमिठो होइन सब्जीहरू अब बिहान के अरे डल्लेको ब्लग त उसले हेर्नु त रहेछ फेरि के अरे स्वीकारले अनि स्वीकार उमेश छोरा अनि के अरे उमेश छोरा होइन उमेश छोरा त नि स्वीकार कसो छोरा हो स्वीकार देख्न पाइयो यस्तो घारी देख्न पाइयो हामी कुन चाहिँ पुल आइपुग्यो रहेछ मम्पङ खोला पुल आइपुग्यो गाइस अब हामी गङ्गा जमुना गाउँपालिकामा छिरेको छौँ ल हुरी बतास चल्यो त के हो रानकोट सानकोट ल्याएन पानी पऱ्यो भने त के हो गाडो ओहो यस्तो ठाउँमा आइपुग्यो ल ओहो खै छ बाटो राम्रो खै छैन आएन राम्रो छ अब दिल्ली गयो नि त 70 स्पिड हाने नि हुन्छ अरे क्या यहाँ त बाटो चाहिँ खोस्टाइरहेछ फेरि खैदिएर इन्जिन पढेको ल अहिले रमितको त्यो बाइक अब कार भइसक्यो रमित अगाडि पुगिसक्यो फेरि गोल्ली हानिसक्यो गोल्ली अब यहाँ 5-10 मिनट लाग्छ अरे धेरै होइन अब पुगिन्छ बिस्तारै घर चाँडै पुग्ने भयो अब त्यही अब बिस्तारै जाउँला केनाएर घर अब रमित अगाडि पुगिसक्यो फेरि अब एकछिन भेट्दा पुलमा पुगेपछि पुलमा टक्क लाएर बाटो चाहिँ बबालै रहेछ फेरि रातो बाटो नै रातो बाटो झुके गऱ्यो
बाटोको हालत हेर्नुहोस् बाटोको हालत कहाँबाट छिराउने गाडी लाउन नि परमेश्वर लाउन 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 बाटो त डेन्जरै रहेछ अब रमितको बाइक बन्द भयो जस्तो उयो बाइक घुम्यो त ल त्यहाँ उता फेरि बाइक फस्यो के गर्ने अब के गर्ने अब बाइक फसिहाल्यो कि हेर्नुहोस् त त्यो बाइकको हालत मान्छे हो कि बाइक हो ल ल ल बाइक त डेन्जर नाचिरहेको त रमितको बाइकले चाहिँ साथ दिइरहेको धन्न त्यही हो त्यही हो ठुलो कुरो अब हामी पुलतर्फ जाँदैछौँ पुलतर्फ अब बिच बाटोमा म्याप हेरेको म्यापले कहाँ देखाए बाटो अब त्यही हो म्यापको भरोसा नगर्नुहोस् त्यही भएर म्यापको भरोसा नगर्नु त्यही हो मेरो भन्ने उपाय अब बाटो त्यस्तै छ ज्याङ अब बाटो बिल्डिङ बुल्डुङ ओहो यस्तो भवाल चढ्ने ठुलो पऱ्यो बाइकले आज धन्न मैले धोका देखाएन कि बाइक पारी लिएर जाने हुँदैन मैले सक्दैन कि लास्ट लाग्यो भने पुल बिचमा गएर चक्कर लाएर मान्छे खोलामा खोलाहरू खोला कसरी खोला कि के सानो खोला झर्ना नि रहेछ झर्ना ऊ त कुन चाहिँ झर्ना त्यो अब पुल चाहिँ आइपुग्यो पुल चाहिँ बबाल रहेछ बाटो चाहिँ त्यही खोज हावा चाहिँ आएन पुल लामो चाहिँ लङ्गेस्ट ब्रिज भन्छ यसलाई अब एक दिन बिहान नाम पर्छ किन बबाल रहेछ बबाल 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 खोला चाहिँ बाबा आले रहेछ अब त्यही हो बाटो अलिक नराम्रो रहेछ पुलहरू चाहिँ बबाल छ जे हुन्छ नि पुलहरू चाहिँ बबालै छ अब के हुन्छ अब बाटोको हालत चाहिँ गम्भीर केटाहरूको अब अवस्था बेहाल छ जुत्ता हिलो मै मात्रै हो सफा हाने एकदम केटाहरू आफ्नै पारामा हिलो 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 हेर्नुहोस् न दाजु आएको जुत्ता नदेखाए तेरोले त छ